तिनी डोले छला खागे मुसर डोले च्याउन खागे चुनी झुलरी चुनी फुलरी चुनी झुलरी तिनी डोले छला खागे मुसर डोले च्याउन खागे हेलो साथीहरू, दर्शन नमस्ते छ्याजालो सम्पूर्ण साथीहरूमा आज गुरुङहरूको विशेष दिन, विशेष चाड, नयाँ वर्ष यानि कि तमु लोसार यानि कि पुस 15। म सम्पूर्ण गुरुङ तथा गैर गुरुङहरूप्रति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। साथीहरू, आज म हेर्न सक्नुहुन्छ एकदम कि झकाउ छ। आज हामी एकदम भव्यताका साथ तमु लोसार मनाउन गइरहेको छु। म चाहिँ एकदम ढिलो भइसकेको छु साथीहरू। घरका सम्पूर्ण सदस्य आमा बुवाहरू चाहिँ रेडी भएर गइसक्नुभयो। पारी गुम्बामा चाहिँ एकदम माहौल तातिसकेको छ, गीतहरू घन्किँदैछ। गाउँमा साथीहरू चाहिँ रेडी हुँदै होला। गुम्बामा गर्नुपर्ने पछि गुरुहरूले आफ्नो कामहरू गरिराख्नु भएको छ होला। अनि साथीहरू, ढिलो भइसक्यो, अब म जान्छु। आजको भ्लग चाहिँ हेरिदिनु होला। धेरै समय भयो मैले भ्लग पनि नहालेको। आज चाहिँ यसो भ्लग बनाऊँ, हेरौँ के कति भिडियोहरू चाहिँ कैद गर्न सकिन्छ, हेरिदिनु होला। अनि कहीँ कतै हाम्रो गुरुङ समुदायको बारेमा म गल्ती बोलेछु भने क्षमा चाहन्छु है त। अनि अलिकति परिचय पनि दिउँ। तमु लोसार भनेको गुरुङहरूको एउटा नयाँ वर्ष हो, महान चाड हो। अनि लोसारको अर्थ भनेको लो भनेको वर्ग अनि सार भनेको सर्ने, यानि कि नयाँ वर्ष हो साथीहरू। घोडा वर्गलाई हामीले बिदाई गरेर सर्प वर्गलाई बिदाई गरेर घोडा वर्गलाई चाहिँ हामी स्वागत गर्दैछौँ। सर्प वर्ग चाहिँ 24औं वसन्त पुरा गरेर अब 25औं वर्ष लाग्छ भने घोडा वर्ग चाहिँ 24औं वसन्तमा टेक्दैछ। अनि घोडा वर्ग र सर्प वर्गलाई विशेष शुभकामना छ। अनि 12वटा चाहिँ हाम्रो वर्ग हुन्छ। 12 वर्षमा चाहिँ घुमिरहेको छ ल साथीहरू। अनि अरू गाउँतिर आजको विशेषता मैले त्यो गुरुङ समुदायबारे त्यस्तो जानकारी केही पनि छैन। हल्का आजको भ्लग भनेको रमाइलोवाला नै हुनेछ। हेरौँ के कस्तो हुन्छ, तपाईँहरूले हेरेर साथ दिनु होला। अनि तपाईँहरूतिर कसरी मनाउँदैछ कमेन्ट पनि गर्नु होला है त साथीहरू। च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब गर्नु होला है त। तिनी डोले छला खागे मुसर डोले च्याउन खागे
होइन गेल नमस्ते नमस्ते ल एपड़ा लिखा है यहाँ तो लिखा है अरे अरे आसिम कता हो धन्यवाद दिन चाहन्छु र यसै गरी यस नवोदय समूहको टोलीहरू पनि भारी साथ लिएर यहाँ उपस्थित हुनुभएको छ। यहाँहरूलाई पनि हामी एकदम आभार व्यक्त गर्न चाहन्छु, स्वागत गर्न चाहन्छु। सम्पूर्ण आमा टोलीहरू यस भाषा परिसरभित्र यस परिसरभित्र प्रवेश गर्न सकिन्छ। यहाँहरू सबैलाई हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। अहिले यति बेला भने हाम्रो यस सुरक्षामा 14 परिसरमा निकै रमाइलो क्षण भइरहेको छ। यो देश यात्राको शुभ अवसरमा उपस्थित भएर सहयोग पुर्याउने सम्पूर्ण मित्रहरूलाई चाहिँ हामी एकदमै आभार र धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यसै गरी आगामी दिनहरूमा यस्तै रमाइलो गरी यो ठाउँमा लाइभबाट हेरेर मनोरञ्जन लिनुहोला। बाध्यताले हामी चाहिँ विदेशमा कार्यरत भयो भने म यति बेला भने यस किरण गरौँ फेसबुक लाइभबाट चाहिँ लाइभमा बोलिरहेका छौँ। कृपया यहाँहरूले लाइभबाट हेरेर भए पनि मनोरञ्जन लिनको लागि अनुरोध गर्दछु। यति बेला धेरै रमाइलो क्षणमा छौँ।
भित्रपट्टि हाम्रो आदरणीय पति गुरु र तमुले चाहिँ दलबद्ध रूपमा चाहिँ यो पूजापाठ भइरहेको छ भने बाहिरपट्टिको दृश्यमा आमा समूहले एउटा नानीहरूको मैले खडा भएका चाडको गीत गाएर रमाइलो गरिराख्नु भएको छ। अर्कोपट्टि भने हाम्रो पति ठेकी समूहको तर्फबाट चाहिँ झाँकीहरू प्रदर्शन भइरहेको छ। त्यसर्थ यो रमाइलो क्षण एकदमै अविस्मरणीय क्षण हुनेछ। त्यसैले यहाँहरूले यो भिडियो मार्फत यो लाइभ मार्फत पनि Tiba ada. Tiba bagus.
फेरि मिल्ने मिलाएर धन्यवाद श्री सोमांत कृष्ण सम्पूर्ण पलिटिसियनलाई उहाँहरूले भर्खर मात्र यो आफ्नो जाति प्रस्तुत गर्नुभएको छ र यो नौकरी कार्यक्रमले पनि आफ्नो गर्दछ कालेजो नौकरी खाडाबाट उनीहरूको नौकरी खाडाबाट अरूले पनि आफ्ना यसो पल्ले फ्रम चाहिँ है कि ध्वजालाई र आज चौक लेटर बेटर लगायो त यहाँ
आज शुभकामना कार्यक्रमलाई सञ्चालन गर्न फोटो खिचिदिन्छ होइन नि कति राम्रो कस्तो मिठो छ डाँडाको मात्र होइन यो इलाका तल्लो च्यारे मामला च्यारे बाँडेगिरी यसलाई खाटे किन गरे भएको यस्ता पुरा गाडीको दाजुभाइहरू यो कोइबातीलाई हामी सबैले समर्थन गर्नुपर्छ। मेजुक यहाँको मेजुक लगाउनु लागि हाम्रो वार्ड कार्यालयबाट 3 लाख रुपियाँ बजेट छुट्याएको रहेछ। यहाँ मेजुक यहाँ अलिकति समस्या पुगेको छैन, त्यस कारण यो मेजुक लगाएको छैन। जहाँ त यो भुइँमा बनाउने होइन, यो एउटा भुइँमा मेजुक लगाउने सबैले यहाँ हेर्ने प्लट खिच्छ कति राम्रो यहाँ हेर्ने साथीहरू मेरो दुई शब्द यहीँ अन्त गर्न चाहन्छु। हस् त, धन्यवाद। जय नेपाल। धन्यवाद रक्सी जय नेपालले त टोपीज्यूलाई। उहाँले हाम्रो धर्म संस्कार संस्कृतिको बारेमा धेरै कुरा बताएर जानुभयो। मलाई नि एउटा समाधान दुईटा संरक्षण 2046 सालदेखि उहाँले भोग्नुभएको कुराहरू पनि स्पष्ट गर्नुभयो। अहिले आएर कोही यो अवस्थाको त उहाँलाई धेरै खुसी लागेको कुराहरू बताउनु भयो। यसै क्रममा छोटो मन्तव्य शुभकामना मन्तव्य दिनको लागि म पत्रकार तिलक गुरुङलाई छोटो मन्तव्य दिन नला ओग्री गोली तोले नला आधा मात्रै मलाई भयो त्यति भयो ल भयो ल तल हिँड्दा तल ताललाई छ्याजलो तिमी छु यो ठिक भयो ठिक भयो मारे पाए ल्याउलो ठिक भयो त वा पुगे सर यार ब्लग यता के पोङ्लु डाँडा तमुको यो आसी माला दिउ र रुठे लोसर बिसार है काइदु लोसर माली पर्व आज काइदु 70 वर्ष पहिला भिउले यो मगाए। अब 5000 वर्ष पहिला साथीहरू हाम्रो लोसारको यो हाम्रो प्रसाद चाहिँ हामी खाँदैछौँ है त। ल साथीहरू सबैले खाइसक्नु भयो मामा धन्यवाद। है त दाल पनि देखाउनु पर्यो ठुलो भन्दा पनि एकदम ठुलो चाहिँ ज्यान पनि एकदम ठुलो भाषण यसरी जाए हाम्रो सानो भाइ भाषण गर्नुपर्छ। तमुहरूको चाडमा तपाईँहरूको सबै रीतिरिवाज हाम्रो कान्छो दाइ मान्छे चलाउन एकदम इङ्ग्लिस सबैमा म शिवालु पनि तुलसी दाइ पनि एकदम राम्रो फेरि मान्छे अहिलेको यो सब्रिलो यहाँ भए साथीहरू ल है त हामी भैबोधीबाट एकदम जाडो भयो साथीहरू, त्यही भएर म चाहिँ ज्याकेट लाउनको लागि घरतिर जाँदैछु अनि धेरै थोरै भिडियोहरू खिचेको छु है।
भोलि पर्सि 2-4 दिनमा चाहिँ भिडियो एडिट गरेर हाल्नुपर्ने हुन्छ अनि विशेष कार्यक्रमहरू नि भइरहेको थियो त्यो कार्यक्रमहरू पछि गुरुहरू शुभकामना आदान प्रदानका कार्यक्रमहरू भइरहेको थियो तर त्यो भिडियो चाहिँ मैले खासै खिचिनँ जस्ट रमाइलोको भिडियोहरू मात्रै कैद गरिएको छ जे जस्तो हुन्छ हेर्दै जाउँ साथीहरू अनि हाम्रो आज बेलुका होइन मामा आज खसी काटेर हाम्रो माथि यता गाउँतिर चाहिँ बबाल पार्टी हुँदैछ बेलुकासम्म चाहिँ के कस्तो हुन्छ रमाइलो बेलुकाको पनि यसो हल्का दिनेवाला छु ल भिडियो चाहिँ कन्टिन्यू हेर्दै गर्नु होला है त यस्तो दामी देखेछ नि साथीहरू भ्यू हेर्न सक्नुहुन्छ अब बेलुका भयो है त पारी पारी बादलहरू हेर न ए आम्मा ल गाउँ चाहिँ खासमा यता हो साथीहरू अनि गाउँबाट चाहिँ अलिकति यतातिर छ के खोइ बोधी अनि अलिकति टाढा छ गाउँबाट त्यही भएर बहुत जाडो भयो उधोमै जाडो भइरहेको छ एकदम चिसो अलिकति डाँडामा छ तर तल बेसीतिर हेर्नु बादल फाँटहरू बसिसकेको छ अब बेलुका हुन लागिसकेको छ अनि हाम्रो चाहिँ आज पिकनिक खाने भोज छ है साथीहरू बेलुका चाहिँ अब सिधै रमाइलो नाचगानको भिडियो चाहिँ आउनेवाला छ प्रतीक्षा गर्नु होला के भएछ मामा बिग्रिसकेको छ ल यस्तो काम चाहिँ नगर्नुपर्ने होइन मामा बल्ल बल्ल बनाएको ढोका खस्केछ ल अब हामी घरतिर जान्छौँ है त तर दामी देखेको या ओइस कति मन लाग्यो खतरा